हेलो गाइज, वेलकम ब्याक टु आवर च्यानल। सो आज चाहिँ हामी दुईजना बुढाबुढी छौँ र हामी आज चाहिँ यसलाई अब मुकबाङ भनौँ कि के भनौँ। सो यहाँ चाहिँ आज करेन्ट चाउचाउ अनि साँधेको चाउचाउ अनि जुसहरू छ। सो अब ढिला नगरी स्टार्ट गरौँ है त। यहाँ चाहिँ 2x स्पाइसी खालको ल्याएको हामीले। यहाँ मसला छ मसँग पनि। मैले ल्याएको फुड कलर मसँग अझै एक्स्ट्रा छ। यहाँ आएर नि त सबै चाहियो भने यहाँ एक्स्ट्रा छ। स्पाइसी है गाइस, यो चाहिँ यु क्यान सी। साइडमा यहाँ मसँग छ त यो त यहाँ आउँछ नि ल्याएको रहेछ। सो म चाहिँ यो डस्टबिनमा फाल्छु है। अब हामी चाहिँ यसलाई मिक्स गर्ने। हाम्रो ड्रेस पनि एउटै छ है। च्यालेन्ज होइन, यो चाहिँ बस मुकबाङ भनौँ अब यसलाई। अब यहाँ हामीसँग चाहिँ यहाँ जुस पनि छ। पिरो भयो भने रम भोल्यो 2x स्पाइसी गाइस। थम्बनेलको लागि पनि पिक्चर निकालिदिनु न त। अब ढिला नगरी खाम है त हामी। फर्स्ट बाइट हजुरहरूलाई। The pizza is so much spicy, sir. You can see. म चाहिँ भर्खर पिरो खान थालेको, किनभने मलाई अल्सर भएको थियो नि। मैले पिरोहरू मुखमा हालेको धेरै भएको थियो। लगभग अब म 90% जति चाहिँ निको भइसक्यो होला। त्यही भएर म जङ्क फुड फेरि खान थालेको छु। अब सधैँभरि बारेमा मात्रै भएन नि त होइन। मान्छेले अब च्यालेन्ज गर्दाखेरि पानी नखाने, त्यो नखाने, यो नखाने भन्छन्। अब किन त्यस्तो गर्ने क्या? आफूलाई नै असर पर्ने, बरु ढिलो खाने, इन्जोय गर्ने, जुस खाने, त्यसरी असर पार्नु हुँदैन। अब भन्छन् यसले पनि असर पार्छ त भन्छ। हप्तामा भन्नाले पनि अब महिनामा एकचोटि खाने हो, त्यो जहिले खानु थियो रेगुलर। हजुर त ब्याकग्राउन्ड नोइजमा पुरानहरूको साउन्ड पनि आइरहेको होला, डिस्टर्ब भयो भने सरी।
यता साइडमा उडान हुँदैछ। क्यामेरा छ फेसबुक खप्ने किन होला मेरो अब स्क्रिनहरु पनि भाँचिएको छ के भएको छ के भएको छ नि के छैन अब भिडियो खिच्नु धेरै कसैले खाँदा अब पिरो मुखमा हालेको छैन कस्तो कस्तो लागिरहेको छ। अब पहिला रेगुलर पिरो खान्छ त्यसको बस्दै लाग्दैन त अब आज त जस फर्स्ट टाइम नै खाए जस्तो भएको छ। त्यसमाथि मैले बिरेन त्यस्तो किसिमको बनाउनु पर्छ घरमा निकै भयो जस्तो गर्दा। हजुरलाई थाहा छैन होला स्प्राइट किन्दा पनि बिरेन थोरै अनि सोडाहरू हालेर खानु क्या। सोडा बिरेन अनि कागती हाल्नुपर्छ नाइस हुन्छ। Done. Challenge ini apa? Apaan sama-sama? Udah sih. Challenge ini boleh kan sih? Boleh kita udah itu dia. Aku sama dia fit pun sama dia juga band garam kan? Tuh. Azhar lagi video ini. Di sini ada azhar lagi video so meet your next video. Bye bye guys.